हेलो साथीहरू, जोडले नमस्ते, दर्शन, गुड मर्निङ सबैजनालाई मेरो युट्युब च्यानलमा वेलकम छ। म त भर्खरै उठेर कपडा धोएर माथि छतमा आउँदैछु। आज हजुरहरूलाई मेरो घरको छतबाट, हाम्रो यो घरको छतबाट हजुरहरूलाई हिमाल देखाउँछु क्या मैले। साथीहरू हेर्नु न, कस्तो राम्रो हिमाल देखेको बिहानको घाममा। हेर्नु कस्तो राम्रो देखेको छ हैन। त्यसै गरी यो चाहिँ सरङकोटको डाँडा है साथीहरू। यो सरङकोटको डाँडा हो, घरको छतबाट हेरेको हैन। वहाँ त सरङकोट त गएको छैन म अहिलेसम्म, पोखरा बसेको भन्नु मात्रै हो। सरङकोटको डाँडामा, सरङकोटको डाँडैमा। अनि के हो गीत, कस्तो राम्रो देखेछ है साथीहरू। ओ वहाँ माथि हेर्नु न, सानो यो चाहिँ चाइनिज गुम्बा हो। चाइनिज गुम्बामा पनि गएको छैन। यो घरको छतबाट हो क्या साथीहरू, सबै यो हल्का भ्यू देखेको। कस्तो घाम लागेको छ है साथीहरू, ल हेर्नु। घाम लागेर म माथि छतमा कपडा सुकाउन आएको कि। घर आएको धेरै दिन भइसक्यो, भलक पनि दिनदिनै हालेको छैन। अब म यहाँ छतमा लगाएको तरकारीहरू देखाउँछु। यो राखेको साग हो, सिमीहरू, यो पनि सिमीहरू नै हो, सिमीहरू हो। यो पनि सिमी, यो काँडे धनिया, के हो तरकारी त। यो डल्ले खुर्सानीको बुट्टा हो। अब यस्तो भयो, अब फेरि हिउँदा लाग्यो नि त, अब पलाएर फेरि फल्छ। यो पनि सिमी साथीहरू, यो पनि सिमी, यो पनि सिमी, यो पनि सिमी हो। यो चाहिँ उसको बुट्टा, यो चाहिँ के भन्छ त्यो, अनार के अनार साथीहरू, अनारको बुट्टो हो यो चाहिँ हैन। अनारहरू, पाती दुबो, यहाँ त खोज्न जानै पर्दैन, यहीँ चाहिँ छतमा। यो पनि सिमी हो, यो पनि सिमी, यो मेवा हो। बिचरा एउटा टुनरुङ्गै फलेर रहेछ बरा। यो चाहिँ के भन्छ यसलाई चाहिँ, ड्र्यागन फ्रुट हो कि के हो भन्छ, म त भन्न नि आउँदैन साथीहरू। यो तातो चिसो गर्ने पानीको उस, यो पनि सिमीहरू हो। रायोको साग, ड्र्यागन फ्रुट, सागहरू क्यारेटमा कस्तो राम्रो भएको छ है। यो लसुन भर्खर लगाएको रहेछ क्या हो। यहाँ त ड्र्यागन फ्रुट त यहाँ त ठुलै बुटो भएछ नि। यो के बेलाउतीको बुटो, बेलाउती। गाउँतिर चाहिँ हामीले बेलाउती भन्छौँ। अनि खै इङ्ग्लिसमा हो कि केमा हो चाहिँ अम्बा हो कि के भन्दा रहेछन् हैन। हिन्दीमा हो कि इङ्ग्लिसमा हो। अय्यामा उखु पनि छ क्या साथीहरू, उखुको बुट्टो पनि छ। पानीको ट्याङ्की। यो चाहिँ मेरो कपडा म सुकाउँदैछु। यहाँ छतमा चुलो पनि छ। यो तरकारीहरू आन्टीले रोप्नु भएको हो कि। यो तरकारीहरू चाहिँ आन्टीले रोप्नु भएको हो। मेरो कपडा चाहिँ सुकाएर भ्याएँ मैले हैन साथीहरू। अङ्गुरको बुटो खाने साथीहरू, अस्ति नै कति फलेको थियो, खाएको हो हामीले। म चाहिँ अब झर्न लाग्यो तल हैन। यो चाहिँ अमला हो साथीहरू, अचार बनाउन लिएर आएको हैन, सुकाएको के। अचार सुकाउन पुरो। आन्टी गुड मर्निङ। चिया पिउनु भयो? चाहिँ फुल छ साथीहरू, फुल कस्तो राम्रो फुलहरू छ यहाँ।
पुरै फुलहरू छ। यो अङ्गुरको बुट्टा हो माथि गएको। कस्तो राम्रो फुल हो, फुल फुल। म चाहिँ तल झरेको अब हैन साथीहरू। अब अरू चाहिँ अहिले पछि बनाउनु पर्ला। फुलहरू त कस्तो राम्रो छ, टन्न फुलहरू छ, कस्तो राम्रो हो। घरमा कसले यस्तो फुल रोप्छ हैन, कति राम्रो फुल छ यहाँ। अझ यस्तोमा पनि पो छ त फुल चाहिँ, कस्तो राम्रो छ। यस्तो त्यो बोतलको उसमा के रोपेको ल हेर्नु, जताततै घरमा फुलै फुल फुलै फुलै यस्तो फुल छ, फुलै फुल फुलै फुल। त्यहाँ पनि फुल, यतातिर नि पुरै फुल। यो बाहिरको धारो हो। मम्मीले खाना बनाउँदै हुनुहुन्छ साथीहरू। के तर्काले मम्मी पाक्यो सको सबै? ग्यास किन बालिराख्यो? किचन, हाम्रो किचन, हाम्रो किचन, हाम्रो यो सेटिङ रुम। भाइ त बाहिरतिर पनि छ के अलिअलि फुलहरू। अनि यस्तै के हो, मम्मीले के लाउँछ खत्रङ खुत्रङ काउली हो क्या। यो चाहिँ यो फुल के फुल भन्छ हौ यसलाई, खै कसैले मनी प्लान्ट भन्दो रहेछ, म त चिन्दिनँ। यहाँ पनि छ सिबी। यस्तो बोतलहरू बलस्टीहरूमा फुलहरू छ। मेरो पुन्टेहरू उठेको हेर्न, ठुलो छोरो यता सुतेको छ। आज यसको बर्थडे हो साथीहरू हैन, तर सुत्दैछ के यो गुइए। हाम्रो भात, हाम्रो फ्रिजमा के छ, केही छैन हौ। रित्ते इस्कुसहरू के खा यो भनौँ। हामी चाहिँ हाउजिङ जानु लाग्यो माथि लामाचौर हैन। लामाचौर जानु लाग्यो। यो बाबा मम्मी मेरो कान्छा छोरा स्कुटरमा जानुभयो। ल हामी चाहिँ गाडी चढेर जाने हो। यो न्यू रोड हो गाइज। साथीहरू गाई झन्न आउँछ के फेरि। कान्छी देउरानी र म चाहिँ हिँडेर गाडीमा जानु लाग्यो हो। यो कार हाम्रो भन्नु नमिल्ने। यो मेरो देवर हुनुहुन्छ साथीहरू। चाहिँ मेरो देवरको गिटार पसल। हजुरहरूलाई चाहियो भने चाहिँ यहाँ आउन सक्नुहुन्छ हैन। सबै खालको छ, कस्तो कस्तो चाहिन्छ तपाईहरुलाई। खाना खानुभयो बाबु? खाना खानुभयो? हामी चाहिँ अब निस्केको। गिटार पसलको नाम हो पारिजातको फुल गाइजहरु। पारिजात ए प्याउले। साथीहरु हामी गाडीमा चढेको। ऐ खाली रहेछ गाडी त। आऊ ऐट यहाँ बस। हामी चाहिँ गाडी चढेर हिँड्दै हो चिप्लेढुङ्गा पुग्नलाई यो साथीहरु हैन। गाडी भाडा दिन लाग्छ साथीहरु हैन। कतिजना कति 3 जना कति हो हाउजिङ गएको? त्यति नै हो। 105 हो। चाहिँ चिप्लेढुङ्गाको मुटु हो साथीहरु। चिप्लेढुङ्गाको मुटु।
चाहिँ महेन्द्र पुलतर्फ लागे। यो चाहिँ महेन्द्र पुलबाट फनक्क घुमेर चाहिँ लामा चौरतिर लाग्यो। नदीपुर आयो साथीहरू, नदीपुर। आइपुग्यो साथीहरू, गाडी झर्ने बेला भयो। हामी झर्ने बेला आयो। ल झरम आऊ ठ्याक्क। यहाँबाट झर्ने यस्तो ओह्रालो बाटो। हामी चाहिँ यहाँ गाडी झरेर ओह्रालो झरेर हिँड्न लाग्यौँ साथीहरू। सबैजना हाउजिङ जान आँटेको। हामी यता गाडीबाट पनि झर्दै हुनुहुन्छ। ठाड्दै छ कि यति हो उकालो, तर ठाड्दै छ कि। यसरी झरेर ठ्याक्क झर्ने। यस्तो बाटो हो कि कप्चेरो। मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। यो चाहिँ ठ्याक्क रोडमा निस्किँदाखेरि उता तलबाट पनि आउन मिल्छ, यहाँबाट पनि जान मिल्छ। साँघुरो छ यहाँ चाहिँ बाटो, कस्तो अँध्यारो हो। यहीँसम्म मात्रै हो साथीहरू। अब चाहिँ वहाँ पुगेपछि गीत बज्छ होइन, गीत बजेको चाहिँ मैले हाल्दिनँ। अब अहिले पछि फर्किने बेलामा भेटौँला। यहाँबाट भित्र पसेर यस्तो पार्किङ हो। यो चाहिँ यो हाउजिङ हो लामा चौरको। यहाँ खाजा खाने ठाउँ हाम्रो। यो चाहिँ पार्किङ हो। मम्मी चाहिँ झोला बोक्दै हिँड्नु भयो। नमस्ते सर। यहाँ चाहिँ यही हो हाउजिङ। ईश्वरीय मार्ग केन्द्र नेपाल। हेलो साथीहरू, म त बर्थडेको केक काटेको भिडियो हाल्छु भनेको बिर्सेर मरेछु। बजारतिर गएर फर्केर आउँदाको भिडियो हाल्न भनेको चास थिएन। आजलाई यति नै, फेरि भेटौँला। सबैजनालाई बाई बाई, शिवरात्रि। मैले भिडियो बनाएको होइन साथीहरू, मेरो बाबा हाँस्नु भयो कि त्यस्तो नगर न। फेरि भोलि भेटौँला। आज चाहिँ यति नै। सिउटु मारो साह्रो, मलाई त्यस्तो इङ्ग्लिस बोल्न आउन्न। सबैजनालाई बाई बाई, फेरि भेटौँला भोलि। लास्टमा चाहिँ मेरो भिडियो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, सेयर, कमेन्ट सबै गर्नुहोला मन परेमा। कस्तो लाग्छ। आजलाई यति नै, बाई बाई।